खुट्टालाई मोडिदिनुहोस्। हामी जसरी वृक्ष आसनमा हामी उभिँदाखेरि गर्छौँ नि त्यसै गरी ठ्याक्कै दाहिने खुट्टालाई फोल्ड गरिदिनुहोस्। एक्ज्याक्टली, नाइस। अब देब्रे खुट्टा तन्केको छ, सिधा छ है। देब्रे खुट्टा हामीले वाइड राखेका छैनौँ, स्ट्रेट नै छ। दण्ड आसनमा जसरी हामीले खुट्टा राख्दा देब्रे खुट्टालाई राखेका थियौँ त्यसरी छ। दाहिने खुट्टालाई फोल्ड गऱ्यौँ। देब्रे हातले देब्रे खुट्टाको बुढी औँलालाई होल्ड गरिदिनुहोस्। देब्रे खुट्टाको बुढी औँलालाई होल्ड गरिदिनुहोस्। दाहिने हात खोल्नुहोस् पछाडि, पुरा चेस्ट ओपन गर्नुहोस्। अब हामी रो गर्छौँ 10 चोटि, 10 टाइम्स रो गरिदिउँ। पछाडिको हातलाई अगाडि ल्याउँदै जानु शीर्षासन। लेट्स गो। 1 2 स्लोली, 3 4 5 6 7 8 9 10। 10 गर्दाखेरि दाहिने हातलाई पनि होल्ड गर्नुहोस्। बिस्तारै झुक्ने प्रयास गर्नुहोस्, झुक्ने प्रयास गर्नुहोस्, झुक्ने प्रयास गर्नुहोस्। घुँडालाई छुने प्रयास गर्नुहोस्। घुँडालाई फोल्ड गरेर पनि छुने प्रयास गर्नुहोस् बिस्तारै। गुड। एकछिन होल्ड गर्नुहोस्, स्लोली रिलिज, माथि आउनुहोस्। अर्कोतिर अब देब्रे खुट्टा खोल्ने, तर छड्के होइन, सिधा राख्ने, स्ट्रेट राख्ने। होल्ड गर्नुहोस् अनि देब्रे हातलाई खोल्नुहोस्, छाती पुरै खोलेको होस्। पछाडिको हातलाई हेर्नुहोस् एकचोटि, फेरि 10 टाइम्स रो गर्नुहोस्। मजाले रो गर्नुहोस्। 1 2 3 श्वास भर्दै हात पछाडि छोड्दै अगाडि। 4 5 6 7 8 9 10। ब्याक पेन भएकोले ध्यान दिनुहोस्, धेरै नझुक्नुहोस्। बिस्तारै होल्ड गरेर घुँडालाई छुने प्रयास गर्नुहोस्। एकछिन पेटमा अलिकति खुम्चाट महसुस होस्, स्लोली रिलिज गर्नुहोस्। गुड। माथि आउनुहोस्। दण्ड आसनमा फेरि अर्को खुट्टालाई पनि खोलिदिनुहोस्। दण्ड आसनमा हातलाई टेकिदिनुहोस्, साइडमा हातलाई टेकिदिनुहोस्। पाले पाले खुट्टालाई हामीले भित्र बाहिर गर्छौँ है। मजाले श्वास छोड्दै एउटा खुट्टा भित्र, अर्को बाहिर, पाले पालो। आजको फोकस हामी सुगर कन्ट्रोलको लागि डायबिटिज भएका मान्छेले गर्न मिल्ने आसनको अभ्यास। तर घुँडा दुख्ने समस्या छ, ढाड कमर दुख्ने समस्या छ भने एक्स्ट्रा केयर अपनाउनुपर्छ। धेरै झुक्ने आसनहरूको अभ्यास नगर्नु होला। त्यस्ता आसन हामीले आज अभ्यास गर्दा बसेर एकछिन श्वास प्रश्वासमा ध्यान दिनु होला है त। डोन्ट फोर्स योरसेल्फ, आफूलाई इन्ज्योर नगर्नुहोस्। गुड। खुट्टा जोडेर राख्नुहोस्। दुवै खुट्टालाई सँगसँगै गर्नुहोस्। अब दुवै खुट्टालाई सँगसँगै। है, अब हजुरहरूले हेरेर थाहा पाइराख्नु चाहिँ भन्नै परेन कि अहिले हामीले गरेको यो खुट्टाको व्यायाम भनेको घुँडा दुख्ने समस्या भएकाले पनि गर्न मिल्छ। स्लोली एकछिन तल राखौँ, खुट्टालाई स्ट्रेट राखौँ, दण्ड आसनमा राखौँ। अब दण्ड आसनबाट हामी सिधै वक्रासनको अभ्यास गर्छौँ। दाहिने खुट्टालाई फोल्ड गर्नुहोस् आफ्नै साइडमा। दाहिने खुट्टालाई आफ्नै साइडमा फोल्ड गर्नुहोस्। दाहिने हात पछाडि टेकिदिनुहोस्। देब्रे हातको कुइनाले दाहिने खुट्टाको फोल्ड गरेको हाम्रो जुन छ यो थाइमा प्रेस गर्नुहोस्। यो हात अहिले अर्ध, हातलाई माथि अर्ध नमस्कार मुद्रामा राख्नुहोस्। ट्विस्ट गर्नुहोस् त, ट्विस्ट गर्नुहोस्, ट्विस्ट गर्नुहोस् बडीलाई। पछाडिको हातलाई हेर्ने प्रयास गर्नुहोस्। पेट पुरै बटारिरहेछ। एकछिन होल्ड गर्नुहोस्, स्लोली रिलिज। गुड। अब अर्कोतिर जाउँ। हात टेक्नुहोस्, देब्रे खुट्टा फोल्ड गरेका छौँ, कुइनाले प्रेस गर्ने जति सक्दो तल। हात अहिले हामीले खुल्ला छोडा छौँ। हात अप स्ट्रेट राख्नुहोस् अर्ध नमस्कार मुद्रामा। श्वास छोड्दै बटारिनुहोस्। पछाडिको हातलाई हेर्नुहोस्। स्लोली रिलिज। अर्ध मच्छन्द्र आसनको प्रिपरेसन पनि भनौँ न यसलाई। अझै पनि हामी वक्रासन गइसकेका छैनौँ। फेरि अभ्यास गरौँ। अब वक्रासन गर्छौँ हामी। दाहिने खुट्टालाई फेरि फोल्ड गरिदिनुहोस्। दाहिने हात टेकिदिनुहोस्। अब के गर्ने भन्दाखेरि यो कुइनाले पहिले प्रेस गरिसकेर हातलाई तल ल्याउने। जुन तल खुट्टा एक्सटेन्डेड छ त्यो खुट्टाको घुँडा छुन सके भने चाहिँ घुँडा छुने। यसरी हात जान्छ भने च्याप्प समातेर घुँडा तन्क्याउँदा भयो, भएन भने सुरुवाल ट्राउजर यसो समातेर भयो भने तान्ने है त। ल फेरि बटारिनुहोस्। पछाडिको हातलाई हेरिदिनुहोस्। होल्ड गर्नु एकैछिन। स्लोली रिलिज। भेरी नाइस। अर्कोतिर देब्रे खुट्टा फोल्ड गर्नुहोस्। देब्रे हात पछाडि टेक्नुहोस्। दाहिने हातको कुइना पुरै तलबाट ल्याउनुहोस्, जति सक्दो तलबाट ल्याउनुहोस्। यो खुट्टाको घुँडा तल च्याप्प समात्नुहोस्। सकिँदैन भने यसरी छुनुहोस्, सुरुवाल तान्नुहोस्।
मजाले श्वास छोड्दै पेट खुम्च्याउनुहोस्, भटार्नुहोस्, पछाडिको हातलाई हेर्नुहोस्। रिलिज। बिचमा हुनुहोस् त, गहिरो श्वास भर्नुहोस्, गहिरो श्वास छोड्नुहोस्। थाहा पाउनु भयो है, हामीले के गरेको भर्खरै? वक्रासन गरेको। हामीले ब्लड सुगर भन्ने बित्तिकै पेटसँग सम्बन्धित छ। डायबिटिज पनि विभिन्न प्रकारका डायबिटिज हुन्छन्, त्यसको बारेमा थ्योरिटिकल कुरा हामी पछि अरू कुनै भिडियोमा गरौँला। आज ध्यान दिनुहोस्, आज हामीले अभ्यास गर्ने धेरै आसनहरूमध्ये हाम्रो प्रभाव सबै आसनमा कहाँ पर्छ? पेटमा बढी प्रभाव पर्छ है। मान्छेलाई किन हुन्छ ब्लड सुगर? जब शरीरले ब्लडमा जति मात्रामा इन्सुलिन उत्पादन गर्नुपर्ने हो त्यति उत्पादन गर्न सक्दैन, नसक्दाखेरि चाहिँ ब्लड सुगर हुन्छ। एकचोटि यसलाई फेरि अभ्यास गर्नुहोस् त आफैले। अब वज्रासनमा बसेर हामी एउटा पोस्चर छ जसलाई हामी योग मुद्रा आसन भन्छौँ। हामीले बाल आसन गर्दाखेरि अगाडि झुक्छौँ नि, यसरी श्वास भर्दै अगाडि झुक्छौँ, हातलाई पछाडि लगेर राख्छौँ। अब हामी के गर्छौँ? बिस्तारै हात हाम्रो अहिले थाईमा छ, श्वास छोड्दै तल झुक्ने पर्यो। पहिले हात माथि लानुहोस् त, श्वास भर्दै छोड्दै तल आउनुहोस्, हातलाई पछाडि लानुहोस्, हातलाई लक गरिदिनुहोस्, पछाडि इन्टरलक गरिदिनुहोस्, हातलाई इन्टरलक गरिदिनुहोस्। सकिन्छ भने शिरले भुइँ छुने, हात पुरै तन्किन दिने। योग मुद्रा। तपाईँ श्वास रोकेर बस्नु सकेछन्, गाह्रो भयो भने श्वास प्रश्वास सामान्य राख्नुहोस्। पेटमा दबाव परिरहेछ, स्लोली अप श्वास गर्दै। हात नखोल्नुहोस्, हात पछाडि नै होस् है। म साइडबाट देखाउँछु, बुझ्न सजिलो हुन्छ भनेर। हात यसरी पछाडि लक गरेका छौँ। अहिले हामी मजाले श्वास भर्नुहोस्। पहिले नेकमाथि तन्क्याउनुहोस् त, श्वास छोड्दै तल, शिर भुइँमा राखिदिनुहोस्, हिपले हिल छोइरहेछ, हात पुरै तन्काइदिनुहोस्। बोइङ योग मुद्रा। अगाडि झुकेर हामी योग मुद्रा गर्दैछौँ। स्लोली माथि उठ्नुहोस्, एकदम जेन्टल तरिकाले गर्नुहोस्, केयरफुली गर्नुहोस् है। पेटमा दबाव पर्छ। फेरि श्वास भर्दै शिर माथि उचाल्नुहोस्, छोड्दै कम्मरभन्दा माथिको भागलाई सँगै तल ल्याउने। होल्ड गर्नुहोस्, हात तन्किन दिनुहोस् पछाडि। श्वास प्रश्वास सामान्य राखेर एकछिन यो पोस्चर होल्ड गर्नुहोस्। 1 2 3 4 5। स्लोली माथि उठ्नुहोस् है। एकैछिन हातलाई घुँडामा राख्नुहोस्, जिउ तनक तन्क्याउनुहोस्, ब्याकलाई हल्का आर्च बनाएर मजाले बस्नुहोस् त एकैछिन। र ध्यान दिनुहोस् मेरो कुरा है, म कसैको पनि इन्जुरी होस् भन्ने चाहदिनँ। लाइभमा जसले हेरिरहनु भएको छ आफ्नो स्वास्थ्य क्षमता अनुसार, शारीरिक अवस्था अनुसार गर्नुहोस् है प्लिज। घुँडा दुख्या छ भने जुन आसन गर्दा घुँडा दुख्छ त्यो आसन नगर्नुहोस्। कम्मर दुखिरहेको छ भने जुन आसन गर्दा कम्मर दुख्ने जस्तो देखिन्छ त्यो आसन नगर्नुहोस्। त्यो आसनको अभ्यास गर्दा बरु चुप्प लाएर शान्त भएर हामीले गरेको हेर्नुहोस्, सिक्नुहोस्, श्वास प्रश्वासमा ध्यान दिनुहोस् है, तर जबरजस्ती नगर्नुहोस्। ठिक छ? एकचोटि अन्तिम पटक गरौँ त। होल्डिङ टाइम बढाएर हात पछाडि लग्नुहोस्, श्वास भर्दै नेक तन्क्याउनुहोस्, छोड्दै स्लोली घुँडा जोडेर राख्नुहोस्, पुरै घुँडालाई चिपिक्क जोडेर राख्नुहोस्। शिर तल, हात पुरै तन्क्याउने, हात पुरै तन्क्याउनुहोस्, तन्क्याउनुहोस्। एकछिन होल्ड गर्नुहोस्, श्वास प्रश्वास सामान्य राख्नुहोस्। पेट पुरै खुम्चेको छ, दबाव परोस् पेटमा। एकैछिन होल्डिङ टाइम बढाउँ। 10 9 8 6 5 4 3 2 1। माथि आउनुहोस्, पुरै तन्किदिनुहोस् त, छाती तन्काइदिनुहोस्, नेक तन्काइदिनुहोस्। रिलिज, काउन्टर पोज। फेरि स्ट्रेच गरिदिनुहोस्, रिलिज। भेरी नाइस। ल सबैजना अब ढाडको बलले सुताइदिनुहोस्, सिधै सब आसनमा रेस्ट गर्नुहोस्, सब आसनमा रेस्ट गर्नुहोस्। अब हामी सुपाइन पोस्चरमा ढाडको बलले सुतेर केही आसनहरूको अभ्यास गर्नेछौँ। ल एकैछिन रेस्ट गर्नुहोस्। आज हामी डायबिटिज भएका व्यक्तिहरूलाई गर्न मिल्ने आसनहरूको अभ्यास गर्दैछौँ। तर डायबिटिज सँगसँगै अन्य रोगहरू छन् भने अलि ध्यान दिनुहोस्, केयरफुली गर्नुहोस्। खुट्टा वाइड हामीले खोलेका छौँ, म्याटको दायाँ बायाँ, हत्केला माथि फर्काएर राखेका छौँ। श्वासलाई सामान्य राखौँ। एकैछिन रेस्ट गर्नुहोस्।
त्यसपछि हामी लगातार आसनको अभ्यास जारी राख्नेछौँ। ल खुट्टा जोडेर राख्नुहोस् त, खुट्टालाई जोड्नुहोस्, हत्केलालाई तल पर्ने गरी राखिदिनुहोस्, हत्केलालाई तल। अब बिस्तारै दाहिने खुट्टा उचाल्नुहोस्, स्लोली उठाउनुहोस्, दाहिने खुट्टालाई स्लोली उठाउनुहोस्, फोल्ड गरिदिनुहोस्, फोल्ड गरिदिनुहोस्, हातलाई कैँची बनाएर घुँडा अगाडिबाट होल्ड गर्नुहोस्, तान्नुहोस् आफूतिर, पवन मुक्त आसन। जसको ढाड कमर दुख्छ यतिकै गर्नुहोस्, जसको दुख्दैन श्वास छोड्दै नाकले घुँडा छुने प्रयास गर्नुहोस्। कन्टिन्यू, लेट्स गो। पवन मुक्त आसनको सिरिज 1, होल्ड 5 4 3 2 1। स्लोली डाउन, हेड डाउन, ह्यान्ड्स डाउन, लेग अप, लेग डाउन। जसको ढाड कमर दुख्ने समस्या छ खुट्टा धेरै माथि नलानुहोस्, उत्तानासन नगरेर बिस्तारै त्यसरी तानेर ल्याउनुहोस्। ल खुट्टा लेफ्ट खुट्टा गरौँ त, लेफ्ट लेग स्लोली अप, फोल्ड, होल्ड, स्क्विज। जसको ढाड कमर दुख्दैन श्वास छोड्दै माथि गएर नाकको टुप्पोले छोइदिनुहोस्। एकछिन आसन मेन्टेन गरौँ। 5 4 3 2 1। श्वास भर्दै टाउको तल, हात तल, खुट्टा माथि, खुट्टा तल। गुड। रिपिट गरौँ एकचोटि यसलाई फेरि, केयरफुली गर्नुहोस्। अब होल्डिङ टाइम बढाउँछौँ हामी, 15 सेकेन्ड गराउँछौँ अब है, डाइरेक्ट सकिन्छ र 10 सेकेन्डबाट गरौँ है त। अप, फोल्ड, होल्ड, स्क्विज। 1 2 3 4 5 6 7 8 9 10। डाउन, हात तल, खुट्टा माथि, खुट्टा तल। हामी थोरै आसनको अभ्यास गरौँ तर राम्रोसँग गरौँ, रिपिट गरी गरी गरौँ। ल खुट्टा माथि उचाल्नुहोस्, देब्रे खुट्टा फोल्ड गरिदिनुहोस्, हातले होल्ड गर्नुहोस्, स्लोली श्वास फाल्दै माथि। 1 2 3 4 5 6 7 8 9 10। टाउको तल, हात तल, खुट्टा माथि, खुट्टा तल। अब एकपल्ट फेरि गर्छौँ हामी, 15 काउन्ट गर्छौँ। ल उठाउँ त, दाहिने खुट्टा उचालौँ, फोल्ड गरौँ, श्वास प्रश्वास मिलाएर गर्नुहोस् है। जिउ तन्किँदाखेरि श्वास भर्ने, खुम्चिँदाखेरि छोड्ने, श्वास छोड्दै माथि जाउँ। नाकको टुप्पोले छोइदिउँ, चिउँडा पनि राख्न सकिन्छ, चिउँडोले अथवा नाकको टुप्पोले छुने। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15। खुट्टा माथि, खुट्टा तल। अर्कोतिर फेरि श्वास छोड्दै उचालौँ, फोल्ड गरौँ, होल्ड गरिदिउँ, फेरि जाउँ माथि, पेट खाली गर्दै तल खुट्टा तनको तन्क्याउनुहोस्। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15। नाइस। खुट्टा माथि, खुट्टा तल। हामी रिपिट गरी गरी गरिरहेछौँ। अभ्यास गर्न हजुरहरूलाई सजिलो होस्, माइन्डमा रिटेन गर्न सजिलो होस् भनेर एकदम सजिला आसनहरू यिनीहरू। एकैछिन रेस्टको फेजमा छौँ हामी, एकैछिन। अब दुवै खुट्टालाई सँगसँगै गर्छौँ। ल दुवै खुट्टालाई उठाउनुहोस् त बिस्तारै, घुँडा जोडिएको छ, पाइताला जोडिएको छ, फोल्ड गरिदिनुहोस्, हातले हक गरिदिनुहोस् मजाले, लक गरेर ताने पनि हुन्छ आफूतिर। ढाड कमर दुख्नेले यतिकै गर्नुहोस्, यतिकै तान्नुहोस्। जसलाई दुख्दैन, सुगर कन्ट्रोल गर्नु छ भने श्वास छोड्दै माथि जाने, चिउँडोले छोइदिने, नाकको टुप्पालाई छोइदिने, चिउँडोलाई अड्काएर राख्नुहोस्, होल्ड गर्नुहोस्। 1 2 3 4 5। टाउको तल, हात तल, खुट्टा माथि, खुट्टा तल। भेरी नाइस। रिपिट गर्छौँ अगेन। फेरि जाउँ त, खुट्टा उचालौँ, फोल्ड गरौँ, हातले हक गरे पनि हुन्छ, यसरी पुरै हक गरिदिनुहोस् मजाले। ल पुरै हक गरिदिनुहोस्, पुरै मजाले। 5 6 7 8 9 10। डाउन, खुट्टा माथि अनि तल। ठिक छ। ब्लड सुगरलाई कन्ट्रोलमा राख्नको लागि हामी आसनको अभ्यास गर्दैछौँ। अन्तिम पटक गरौँ दुवै खुट्टाले पवन मुक्त आसन। लेट्स गो। फोल्ड, मजाले हक गर्नुहोस् आफूलाई, तान दिनुहोस् माथि, चिउँडो अड्काउनुहोस्। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15।
टाउको तल, हात तल, खुट्टा माथि, खुट्टा तल। एकैछिन खुट्टा फटाइदिनुहोस्, सब आसनमा एकैछिन रेस्ट गरिदिनुहोस्। रेस्ट गरिदिनुहोस् एकैछिन। रेस्ट पनि एकदमै जरुरी छ। रेस्ट गर्ने भन्दाखेरि आँखा कोमल बन्द गर्ने, श्वास प्रश्वासलाई सामान्य बनाउने प्रयास गर्ने, जिउलाई एकदम लाइट लुज छोडेर। आई होप अहिलेसम्मको आसनहरू सबै बुझिसक्नु भएको छ। अहिले हामी पवन मुक्त आसनमा छौँ। पवन मुक्त आसनका केही हामी भेरिएसन पनि एड गरौँ। खुट्टालाई फोल्ड गरिदिनुहोस्। अब लेगलाई फोल्ड गरिदिनुहोस्। अब दाहिने खुट्टालाई देब्रे खुट्टा माथि राख्नुहोस्, कुर्सी बनाएर राखे जस्तो। अनि देब्रे खुट्टालाई उचाल्नुहोस् त, अलिकति म्याटभन्दा माथि उचाल्नुहोस्। हातलाई भित्रबाट छिराएर बाहिरबाट कैँची बनाएर चाहिँ घुँडा तल राख्नुहोस् हातलाई। अनि श्वास छोड्दै माथि उठ्नुहोस्। ढाड कमर दुख्नेले यतिकै तान्नुहोस्, नदुख्नेले सुगर कन्ट्रोल गर्नको लागि श्वास छोड्दै माथि आउनुहोस्। पेट थिच्नुहोस् मजाले। पवन मुक्त आसनको भेरिएसन एकैछिन होल्ड गरौँ। 1 2 3 4 5 6 7 8 9 10। श्वास बढ्दै खुट्टा तल। लेग चेन्ज गरिदेऊ अर्को साइड। यो अप्सनल बोनस आसन हो हैन। पवन मुक्त आसन अघि हामीले गरेको 3टा गर्दा पनि द्याट इज इनफ सिरिजमा चाहिँ। फेरि खुट्टा उचाल्नुहोस्, हात भित्रबाट छिराउनुहोस्, लक गर्नुहोस्। ढाड कमर दुख्नेले यतिकै प्रेस गर्नुहोस् श्वास छोडेर। अरू सबैले श्वास छोड्दै नाकको टुप्पोले घुँडालाई छोडिदिनुहोस्। होल्ड गर्नुहोस्। 1 2 3 4 5 6 7 8 9 10। खुट्टा तल राख्नुहोस्, फोल्ड गरेर राख्नुहोस्। अब हत्केलालाई माथि फर्काइदिनुहोस्, खुट्टा अलिकति खोलेर राख्नुहोस्। यसरी पनि रेस्ट गर्न सकिन्छ। बेन्ट नीको भेरिएसन छ आसनमा। खुट्टा तल स्ट्रेट पारेर गर्न सक्यो, यतिकै पनि रेस्ट गर्न सक्यो। हत्केला माथि फर्काइदिनुहोस्। दिस इज अ रेस्टिङ फेज। ढाड पुरै तल आरामले रेस्टेड छ है। आई होप बुझ्न कसैलाई पनि कठिनाइ भएको छैन। अब हामी सेतुबन्ध आसनको अभ्यास गर्छौँ। अगेन ढाड कमर धेरै दुख्ने समस्या छ, गर्दन दुख्ने समस्या छ, अप्पर ब्याक दुख्ने समस्या छ भने नगर्नु होला प्लिज है। हामीले गराउने आसन सबैलाई लागू हुन्छ भन्ने छैन अहिले। त्यसले गर्दा आफ्नो शारीरिक अवस्था अनुसार गर्नुहोस्। ल खुट्टालाई फोल्ड गरेर खुट्टालाई नजिक तान्नुहोस् त, आफू नजिक तान्नुहोस्, हिपको नजिक तान्नुहोस्। जसले सक्नुहुन्छ हातले होल्ड गर्नुहोस् त, एङ्कललाई समात्नुहोस्। सक्नुहुन्छ समात्न? सकिन्छ? समात्न सक्यो भने समात्नु, समात्न सकेन भने केही फरक पर्दैन, यतिकै हात तल राख्नुहोस्। जसले सक्नुहुन्छ समात्ने प्रयास गर्नुहोस् खुट्टा नजिक तानेर। अब हामी बिस्तारै श्वास भर्दै माथि उठाउँ त, हिपलाई उठाउँ माथि, श्वास भर्दै। गुड। एकछिन होल्ड गरेर राखौँ यसलाई। 1 2 3 4 5 डाउन। फेरि गरौँ एकचोटि। खुट्टा नजिक ल्याउनुहोस्। हातले समाति सक्नु भएको छ भने खुट्टालाई अझै नजिक ल्याउनुहोस्। धेरै वाइड छैन खुट्टा, हाम्रो हिप विड्थ अपार्टमा छ। फेरि अप, श्वास भर्दै पेट भित्र तान्नुहोस्। अब श्वास छोडिदिनुहोस्। एकछिन होल्ड गरेर राख्नुहोस्। 1 2 3 4 5 6 7 8 9 10। स्लोली डाउन। अब यसको भेरिएसन गरौँ हामी। सबैले हिप उचाल्नुहोस्, हिप उचाल्नुहोस्। हातलाई हिप मुनि लानुहोस्, लक गरिदिनुहोस्। हातलाई हिप मुनि लगेर हातलाई लक गरिदिनुहोस् त, इन्टरलक गरिदिनुहोस् फिङ्गर्सलाई। अब यहाँबाट हामी अघिभन्दा अझै माथि उठ्न सक्ने सम्भावना हुन्छ। श्वास भर्दै माथि उठ्नुहोस्, उठ्नुहोस्। खुट्टा अलि पछाडि तान्नुहोस्, उठ्नुहोस् मजाले, तन्किनुहोस् मजाले। गुड। होल्ड गर्नुहोस्। 1 2 3 4 5। स्लोली डाउन। सेतुबन्ध आसनको कति धेरै भेरिएसन गर्न मिल्छ हेर्नुहोस्। फेरि जाउँ माथि, श्वास भर्दै। ध्यान दिनुहोस् तपाईँको खुट्टा यो पुरै 90 डिग्रीमा हुनु पर्यो। तलको हाफ माथि पुरै तन्किन दिनुहोस्। पुरै हिप माथि गइसकेको छ। गुड। जसलाई गाह्रो हुन्छ ल हातले यसो पछाडि टेकिदिनुहोस् त, हात एल्बो टेक्नुहोस्, हात लगाउनुहोस् पछाडि, हातले सपोर्ट दिनुहोस्। ल हातले सपोर्ट दिनुहोस्। हेर्नुहोस् त मजाले होल्ड गर्नुहोस्। हातले सपोर्ट गर्दा त होल्डिङ टाइम बढाउनु पर्यो। 10 9 8 7 6 5 4 3 2 1। स्लोली डाउन, स्लोली डाउन। एकैछिन रेस्ट गर्नुहोस्। खुट्टालाई माथि फर्काइदिनुहोस्। यही पोस्चरमा घुँडा मोडिएकै छ। अन्तिम पटक हामी अभ्यास गर्छौँ। अब यो सेतुबन्ध आसनको एउटा भेरिएसन हामी
म किन भेरिएसन सिकाउँदैछु भन्दा एटलिस्ट भेरिएसनको नाममा पनि हजुरहरूको रेपुटेसन बढोस् भनेर है, एन्ड्योरेन्स बढोस् भनेर। अबको भेरिएसनमा हामी कुर्कुच्चा पनि उचाल्ने प्रयास गर्छौँ। पोजिसन लिइसकेपछि पहिले खुट्टालाई आफूतिर तान्नुहोस् त, धेरै खुट्टा लुज गइसक्यो तपाईँहरूको, तान्नुहोस् आफूतिर, पुरा हिपमा टच गरेर राख्नु सकिन्छ भने है। बिस्तारै हिप उठाउनुहोस्, अगेन हातलाई इन्टरलक गरिदिनुहोस्, फिङ्गरलाई इन्टरलक गर्नुहोस् पछाडि, बिस्तारै पहिले यतिकै जानुहोस् त माथि। ल अब एल्बो टेक्नुहोस्, हात राखिदिनुहोस् पुरै, खुट्टा अझै पछाडि ल्याउनुहोस्, गो अन योर टोज, गो अन योर टोज। धेरै मान्छेले चाहिँ कन्फ्युजनमा परेर यो कन्दरासन भन्छौँ हामी यसलाई भन्ने सोच्नुहुन्छ होला, होइन। कन्दरासनमा चाहिँ पुरै अप्पर ब्याक सोल्डरको तल युज हुन्छ। अहिले हामी अझै पनि हामी सेतुबन्ध आसनमै छौँ है। हामीले कुर्कुच्चा पनि उचाला छौँ, जस सक्नुहुन्छ उचाल्नुहोस्। पेट पुरै भित्र गएको छ, एकछिन होल्ड गर्नुहोस्। पुरै दबाव कहाँ छ हाम्रो, खुट्टामा छ, पेटमा छ। पेटमा जति दबाव पर्यो त्यति राम्रो हाम्रो सुगर कन्ट्रोलको लागि। होल्ड गर्नुहोस् एकैछिन। श्वास प्रश्वास हामीले सामान्य राखेका छौँ, आत्तिनु पर्दैन, आत्तिनु पर्दैन। स्लोली डाउन। यसमा अर्को एउटा भेरिएसन एड गर्न मन लाग्यो मलाई, अल्सो टु टेस्ट योर एन्ड्योरेन्स एन्ड योर पावर है। एकैछिन श्वास प्रश्वास सामान्य राख्नुहोस्, हात माथि फर्काइदिनुहोस्, हत्केला, गहिरो श्वास लिनुहोस्, गहिरो श्वास छोड्नुहोस्। आज हामी सुगर कन्ट्रोलका लागि आसनको अभ्यास गर्दैछौँ। अब अलिकति च्यालेन्ज पनि हुन्छ, ध्यान दिएर गर्नुहोस्, जबरजस्ती नगर्नुहोस्। प्रतिस्पर्धा होइन यो, हामी अभ्यास गर्दै जाँदैछौँ। एउटा च्यालेन्ज एड गर्छु म। ल फेरि खुट्टालाई आफूतिर तान्नुहोस् त, मजाले हिपमा टच गराउनुहोस्, बिस्तारै माथि उठ्ने प्रयास गर्नुहोस्, हातलाई लक गर्नुहोस् पछाडि, हातलाई लक गरिदिनुहोस्। अब माथि उठ्नुहोस्, उठ्नुहोस्, उठ्नुहोस् अन योर टोज, अझै पछाडि ल्याउनुहोस्, अझै पछाडि ल्याउनुहोस्, उठ्नुहोस् मजाले माथि, गुड। अब बिस्तारै टो तल राखिदिनुहोस् त, यो हाम्रो खुट्टा तल, पाइताला तल राख्नुहोस्, दाहिने खुट्टालाई उचालिदिनुहोस्, सकिन्छ। दाहिने खुट्टा उचाल्नुहोस् त, पाइताला तल राखिदिनुहोस्, गुड। स्लोली डाउन। अब देब्रे खुट्टा उचालिदिनुहोस्, देब्रे खुट्टा उचालिदिनुहोस्, स्लोली डाउन। फेरि उचाल्नुहोस् त, फेरि दाहिने खुट्टा फेरि उचाल्नुहोस्, यसको नट अन योर टोज, पाइताला पुरा राखेको छौँ हामीले, दाहिने खुट्टा उचालिदिनुहोस्, गुड। हात तल छ, तन्क तन्क्याएर लक गरेको हात, अर्को खुट्टा हो फेरि, गुड। स्लोली डाउन। ल तल आइदिनुहोस्, सिधै खुट्टालाई पाइताला जोडेर तल, सुप्तबद्ध कोण आसन, बटरफ्लाई पोस्चरको सुपाइन भेरिएसन। हात माथि फर्काइदिनुहोस्, एकछिन रेस्ट गर्नुहोस्। हेर्नुहोस् त, सब आसनका कति धेरै भेरिएसन ट्राई गर्न सकिन्छ। सामान्यतया हामीलाई सिकाउने आसनहरू योग अभ्यास गर्दाखेरि रेस्ट गर्दा सब आसनमा गर्नु भन्छन्, तर सब आसनमा हामीले कति धेरै भेरिएसन एड गर्न सक्छौँ। आज हामीले 3टा भेरिएसन देखाइसक्यौँ। पहिले सब आसन, टिपिकल सब आसन, खुट्टा फैलाएर, त्यसपछि खुट्टा बेन्ड गरेर, अहिले हामी सुप्तबद्ध कोणमा सब आसन अभ्यास गर्दैछौँ। एकैछिन ब्याकलाई रिल्याक्स हुन दिनुहोस् एकैछिन, किनभने यसपछिको आसन अलिकति इन्टेन्स छ कम्पेरिटिभली। हामी ध्यान दिनुहोस्, ब्लड प्रेसरको समस्या हुनेले अब यसपछिको आसन नगर्नु होला। जसलाई हाई ब्लड प्रेसरको समस्या छ उहाँले यसपछिको आसन सकेसम्म नगर्नु। सेतुबन्ध आसन अभ्यास गर्दा पनि एकदम ध्यान दिएर धेरै लिफ्ट नगरेर गर्ने। ब्लड प्रेसरको समस्या हुनेले जहिले पनि आसनको अभ्यास गर्दा आफ्नो चेस्ट अथवा हार्ट शिरभन्दा माथि नलाने है। ल खुट्टा फोल्ड गरिदिनुहोस्, खुट्टा फोल्ड गरिदिनुहोस्, एल्बो टेक्दै अर्ध हलासन। हामीले अघि जसरी कम्मरमा हात लगाएको थियौँ, खुट्टा उचाल्नुहोस् माथि, कम्मरमा हात लाउनुहोस्, सकिन्छ भने गर्नुहोस्, सकिँदैन भने सास प्रश्वास लिएर लिने छोड्ने काम गर्नुहोस्, बसेर हेर्नुहोस् भयो। यसरी हातलाई कम्मरभन्दा पनि माथि अप्पर ब्याकमा लाने प्रयास गर्ने। खुट्टा सिधा राख्नुहोस् 90 डिग्रीमा, गुड। धेरैको के हुन्छ, खुट्टा यता आइदिन्छ, त्यो होइन, एकछिनमा ल्याउँछौँ हामी, सिधा राख्ने प्रयास गर्नुहोस्। एङ्कल तन्क्याउनुहोस्, एङ्कल माथि फर्काइदिनुहोस् एकैछिन। अनि यसको तरिका के हो, बिस्तारै बानी पर्दै गएपछि यसलाई भित्र टकिन गर्ने, हातलाई अझै भित्र ल्याउने, अझै माथि सकेसम्म अप्पर ब्याकतिर समात्ने प्रयास गर्ने। एकैछिन स्लोली स्लोली, सकिन्छ भने बिस्तारै पछाडि जानुहोस् त, हल्का हल्का हल्का। बडीको फ्लेक्सिबिलिटी दिन्छ भने मात्र, नत्र नगर्नुहोस् है, इन्जोर्ड नहुनुहोस्। श्वास छोड्दै अर्धा मात्रै आउनुहोस्, तलसम्म नजानुहोस्। अहिले यतिकै हातमा राख्नुहोस्, हात तल पुरै सिधै होल्ड गर्नुहोस्, पेटमा दबाव छ, एकछिन, गुड। पुरै तल नजानुहोस्, फेरि माथि आउनुहोस्, स्ट्रेट राख्नुहोस् फेरि बडीलाई,
गुड गुड। कतिलाई लाग्ला ओहो यो त म गर्न सक्दिनँ, धेरै कम्प्लिकेटेड छ। यसका पनि तरिका छन् गर्ने, सजिलोसँग गर्न तरिका छ। वालको सपोर्ट लिएर गर्न सकिन्छ। अहिले म देखाउँला एकछिनमा। त फेरि पछाडि जानुहोस्, हात तल राखिदिनुहोस् बिस्तारै, सिधा ल्याउनुहोस् पछाडि, पुरै तल नजानुहोस्। अहिले हाफ मात्रै जानुहोस्, हाफ मात्रै जानुहोस्। पुरा पेटलाई दबाब दिनुहोस्, खुम्चिन दिनुहोस्। श्वास प्रश्वास सामान्य राख्नुहोस्। फेरि बिचमा आउनुहोस्। हेर्नुहोस् त आज इन्ड्योरेन्स टेस्ट हुँदैछ सबैको। गुड। फेरि पछाडि जाउँ। अब तल गइदिनुहोस् पुरै, सकिन्छ भने तल पुरै गइदिनुहोस्। हलासन, पूर्ण हलासन गरिदिनुहोस् जसले सक्नुहुन्छ। नसक्नेले केही फरक परेन। ल बिस्तारै बढाउनुहोस्, अगाडि आउनुहोस् बिस्तारै। ल खुट्टालाई अलिकति फोल्ड गरिदिनुहोस्, स्लोली शिर नउचालेर तल ल्याइदिनुहोस्। मैले सजिलो बनाइदिएँ। आइडियली हामीले खुट्टा फोल्ड नगरेर सिधै तल जाने हो। एकैछिन रेस्ट गर्नुहोस् त, खुट्टा खोलिदिनुहोस् सब। ल खुट्टा जोड्नुहोस् त सबैले, खुट्टा जोडिदिनुहोस्, हात पनि जोडिदिनुहोस् पछाडि। तन्काइदिनुहोस्, ताडासन गरिदिनुहोस्। सुपाइन पोस्चरमा सुतेर गर्ने ताडासन। तन्काइदिनुहोस्, स्पाइनलाई पुरै तन्काइदिनुहोस्, रिलिज गरिदिनुहोस्। फेरि फेरि श्वास भर्दै। अब कोल्टे पर्दिनुहोस् त, देब्रे हात कान मुनि पर्ने गरी पुरै तन्किदिनुहोस् साइडवेज। अर्कोतिरबाट फर्किदिनुहोस्, तन्किदिनुहोस् पुरै। गुणामाथि गुणा छ, थाइमाथि थाइ छ, पाइतलामाथि पाइतला छ। बिस्तारै अब कोल्टे पर्दिनुहोस्, पेटको बल ल्याउनुहोस्, पेटको बल ल्याउनुहोस्। सिधै तल हात सिधा राखिदिनुहोस्, एकछिन सुतिदिनुहोस्। अब हेर्नुहोस्, यो भनेको रिभर्स कर्प्स पोज हो। रिभर्स कर्प्स पोज भन्नाले सब आसनको अपोजिट आसन। अघि हामीले ढाडको बलले गरेको सब आसन भयो, यो रिभर्स सब आसन भयो। निधार टेका छौँ हामीले, श्वास प्रश्वास सामान्य राखिरहेको छौँ, खुट्टा जोडा छौँ, पाइतला माथि फर्केको छ। यो पनि एउटा रेस्टिङ पोस्चर हो। ढाड कम्मर दुख्ने बिरामीहरूले यो पोस्चरमा पनि रेस्ट गर्न सक्नुहुन्छ व्यायाम गर्दै गर्दाखेरि है। एकैछिन रेस्ट गर्दै गर्नुहोस्। गरिदिनुहोस् त, मकर आसनमा आउनुहोस् त। हातलाई फोल्ड गरिदिनुहोस्, शिरलाई हात माथि राखिदिनुहोस्। मकर आसन हामीले पहिले पनि अभ्यास गरेका छौँ। यसरी यसरी यो पनि गर्न मिल्यो नि, हात फोल्ड गरेर गर्नुभयो भने, यसरी सिधा गरेर गर्नुभयो भने रिभर्स कर्प्स पोज भयो। यसरी गर्नुभयो भने चाहिँ मकर आसन भयो। आराम गर्ने आसन हो यो। एकैछिन आराम गर्नुहोस्। अनि हामी अब पेटका बलले गर्ने आसनहरू, योग आसनहरू अभ्यास गर्छौँ, जसले हाम्रो सुगरलाई कन्ट्रोल गर्न, डायबिटिजलाई चाहिँ कन्ट्रोलमा राख्न मद्दत गर्छ। अब हामी यो सलम्ब भुजङ्ग आसन गर्छौँ। हात खोल्नुहोस्, हात खोल्नुहोस्, एल्बोदेखि हत्केलासम्म स्ट्रेट राख्नुहोस्। पाइतला जोडेर राख्नुहोस् पछाडि, पाइतला जोडेर राख्नुहोस्। चिउडो तल भुइँमा टच गर्नुहोस्। बिस्तारै खुट्टा नउचाल्ने, अप्पर बडी मात्रै उचाल्ने, श्वास भर्दै। श्वासलाई होल्ड गरिदिनुहोस्, छोड्दै तल, फेरि श्वास भर्दै माथि। 1 2 3 4 5 स्लोली डाउन। फेरि 1 2 3 4 5 6 7 8 9 10 स्लोली डाउन। ठिक छ। सलम्ब भुजङ्ग आसन गऱ्यौँ हामीले। अब एल्बो उठाइदिनुहोस् त, हातलाई अलिक तल ल्याउनुहोस्, हल्का तल ल्याउनुहोस्, छातीको दायाँ बायाँ पर्ने गरी हात तल ल्याउनुहोस्। अलिकति डाइनामिक एक्सर्साइज गर्छौँ हामी, आसनको अभ्यास गर्छौँ। अब यसमा यो भुजङ्ग आसनमा अर्ध गर्दा गर्दै हामीले एल्बो उठायौँ, श्वास भर्दै माथि, छोड्दै तल, यतिकै माथि नउठ्ने। पेट ढाडको भाग तल, ढाडदेखि तल भुइँमै हुन्छ। स्टार्ट। श्वास भर्दै माथि, बिस्तारै गर्नुहोस्, फास्ट पनि गर्नु पर्दैन। जसलाई अलिकति फास्ट गर्न सकिन्छ जस्तो लाग्छ फास्ट गर्नुहोस्। ब्लड प्रेसरको समस्या छ भने बिस्तारै श्वास लिँदै बिस्तारै छोड्दै गर्नुहोस्। कम अन।
ढाड दुख्ने समस्या छ भने धेरै पछाडि नजानुहोस्। हाम्रो फोकस छाती एरियामा बढी छ अहिले। पेटमा र छातीमा ढाडमा धेरै दबाब नदिनुहोस्। लास्ट 5 4 3 2 1 सिधै हातलाई फोल्ड गरेर फेरि मकरासन। आउनुहोस् सबैजना मकरासनमा। बिस्तारै श्वास भन्नुहोस्, बिस्तारै श्वास छोड्नुहोस्। अब भुजङ्गासनको भेरिएसन गरौँ त। हातलाई तल ल्याउनुहोस्, छातीको दायाँ बायाँ ल्याउनुहोस्, एल्बो खोलिदिनुहोस्, एल्बो खोलिदिनुहोस्, हत्केला मात्र तल, पाइताला जोडेर राख्नुहोस्। एकदमै जेन्टली गर्नुहोस्। ब्याक पेन हुनेले धेरै पछाडि नमोड्नुहोस् है, हल्का मात्रै गर्नुहोस्। धेरै ब्याक पेन छ भने गर्दैन गर्नुहोस्। रेस्ट गर्नुहोस्, श्वास प्रश्वासमा जानुहोस्। बिस्तारै श्वास भर्दै माथि उठाउँ, माथि उठाउँ। हल्का एल्बोलाई बेन्ड नै हुन दिनुहोस्, बेन्ड नै हुन दिनुहोस् एल्बोलाई। नेक तन्क्याउनुहोस्, स्लोली डाउन। जसको फ्लेक्सिबिलिटी राम्रो छ हजुरहरूले मजाले हात तन्काएर पछाडि जान सक्नुहुन्छ, ब्याकको इस्यु छैन भने है। अदरवाइज फेरि एल्बो बेन्ड गर्ने, कम्मरभन्दा मुनिको भाग तलै होस्, नउठाउने। हिप के अरे थाई नउठाउने। थाई उठाउनु भने अर्कै आसन हुन्छ। अहिले हामी भुजङ्ग आसन गर्दैछौँ। थाई उठाएर गर्नुभयो भने त्यो अपवर्ड फेसिङ डग हुन्छ। सकिन्छ भने हात तन्क्याउने, हात तन्क्याउने आफ्नो फ्लेक्सिबिलिटीलाई अलाउ गर्छ भने, गर्दैन भने नगर्ने। स्लोली डाउन, स्लोली डाउन। गुड। एकछिन रेस्ट गर्नुहोस्। यसलाई फेरि हामी रिपिट गर्छौँ। ल लेट्स गो वन्स अगेन। एल्बोलाई बेन्ड गरेर राख्नुहोस्, छाती खोल्नुहोस्, सोल्डर लक नगर्नुहोस्। धेरैको बानी के छ, यसरी गरिदिनुहोस्, नगर्नुहोस्। पुरै ओपन खोल्नुहोस्, ओपन खोल्नुहोस् मजाले। धेरै पछाडि नजानुहोस्। ब्याक पेन हुनेले, ब्याक पेन छैन भने मजाले गयो हुन्छ। हात तन्काएर पनि जान सकिन्छ। स्लोली डाउन। ल अर्को भेरिएसन गर्छौँ हामी। अब यसरी हातलाई, हत्केलालाई तल राख्नुहोस् त। अगाडिबाट देखाउँछु म। अब देब्रे हत्केलालाई छाती मुनि राख्नुहोस्, देब्रे हत्केला माथि दाहिने हत्केला राख्नुहोस्, अनि श्वास भर्दै उठ्नुहोस् माथि। स्लोली डाउन। केयरफुली गर्नुहोस्। थाईले भुइँ छोइराखेको होस्, थाई नउठ्न दिनुहोस्। फेरि सोल्डरलाई स्ट्रक नगर्नुहोस्, वाइड राख्नुहोस्। फेरि पुरा हुन्छ। यसलाई अलिकति यसरी गर्नुहोस्, यसरी निकाल, यसरी नगर्नुहोस्। पेट तन्किनुहोस्। स्लोली डाउन। एकैछिन मकरासनमा आइदिनुहोस्, रेस्ट गर्नुहोस्। हाम्रो एब्डोमिनल मसल जति एक्टिभेट गर्न सक्यौँ हामीले, जति इन्गेज गर्न सक्यौँ, त्यति राम्रो सुगर कन्ट्रोलको लागि, डायबिटिसका पेसेन्टहरूको लागि एकदम राम्रो हो। तर ध्यान दिनुपर्छ के भन्दाखेरि हामीलाई ब्याक पेन छ कि छैन, अरू समस्या छ कि छैन, त्यो अनुसार हामीले एडाप्ट गर्नुपर्छ, रिभाइज चेन्ज गर्नुपर्छ सुटेबली। यदि ढाड कमर धेरै दुख्छ भने धेरै ब्याक बेन्ड नगर्ने, किनभने भुजङ्ग आसनले हाम्रो नेक तन्क्याउँछ, छाती तन्क्याउँछ, ब्याकमा धेरै असर गर्छ, ब्याक बेन्डिङ इम्प्रुभ गर्न मद्दत गर्छ। तर धेरै टु एक्साइटेड भएर गर्नु पनि जरुरी छैन। फेरि सुगर कन्ट्रोल गर्ने सोच्दा सोच्दै ब्याक पेन ट्रिगर हुन सक्छ। ल अब त्रियक भुजङ्ग आसन गर्छौँ हामी। खुट्टा खोलिदिनुहोस् दायाँ बायाँ, खुट्टा खोलिदिनुहोस् दायाँ बायाँ। हातलाई छातीको दायाँ बायाँ राख्नुहोस्। धेरै वाइड पनि नखोल्नुहोस् खुट्टालाई, अलि म्याटको दायाँ बायाँ खोलिदिनुहोस्। कुर्कुच्चा भित्र पर्ने गरेर राख्नुहोस्। कि हाम्रो यो हिल भित्र पर्ने गरी यसरी हुन्छ, भित्र राखिदिने। देखिरहेछ? यो उल्टोबाट देखाउनु परेको भने यसरी दायाँ बायाँ राख्न हामीले यो खुट्टा यसरी राख्ने, यसरी होइन कि यसरी हिल भित्र पर्ने गरी है। ल अनि बिस्तारै श्वास भर्दै उठ्नुहोस्, चिउडो लगेर सोल्डरमा राख्नुहोस्, अनि पछाडिको खुट्टा हेर्नुहोस् अपोजिट साइडको। दाहिनेतिर छौँ हामी अहिले, देब्रे खुट्टाको कुर्कुच्चा हेर्ने, अलिकति मुन्टो बट मात्रै बटारेर अप्पर बडी नै बटारेर। स्लोली डाउन। श्वास भर्दै माथि आउँ, देब्रेतिर चिउडोलाई देब्रे सोल्डरमा राखौँ, पछाडि दाहिनेतिरको खुट्टाको कुर्कुच्चा हेरौँ। स्लोली डाउन। रिपिट गर्नुहोस् त बिस्तारै यसलाई। अगाडिबाट गर्छु म। स्लोली अप, पछाडि आफ्नो कुर्कुच्चा हेर्ने अपोजिट साइडको।
स्लोली डाउन। कसैलाई अलिकति खुट्टा वाइड राख्दा रिल्याक्सेसन महसुस हुन्छ भने द्याट इज अल्सो अल राइट। फेरि डाउन लेफ्ट साइड। त्रियक भुजङ्ग आसन पेटको लागि धेरै राम्रो, सुगरका पेसेन्टहरूले गर्नलाई एकदमै उत्तम। तर ब्याकमा पेन छैन भने मात्रै, ब्याकमा सिभियर पेन छ भने नगरेको राम्रो। स्लोली डाउन। ठीक छ, अन्तिम पटक गरौँ त एकचोटि। म काउन्ट दिन्छु हजुरलाई, होल्डिङ टाइम बनाउने। लेट्स गो। राख्नुहोस्, उता हेर्नुहोस्। 1 2 3 4 5 6 7 8 9 10। स्लोली डाउन। फेरि माथि जाउँ। लेफ्टतिर 1 2 3 4 5 6 7 8 9 10। तल आउनुहोस्। एकैछिन मकरासनमा रेस्ट गरिदिनुहोस्। मकरासनमा रेस्ट गरिदिनुहोस्। गहिरो श्वास गर्नुहोस्, गहिरो श्वास छोड्नुहोस्। एकैछिन रिल्याक्स गरौँ। अब आउनुहोस् त सबैले। एल्बो खोलिदिनुहोस्, एल्बो टेक्नुहोस्, एल्बो टेक्नुहोस्। यसरी गालामा हात राख्नुहोस्। एल्बो टेकेर गालामा हात राख्नुहोस्। मजाले दाहिने खुट्टाले दाहिने हिपमा, देब्रेले देब्रेमा यसरी श्वास छोड्दै प्याट प्याट सकेसम्म यसरी हिपले हिप छुनु पर्यो। छुँदैन भने हजुरको हिप स्टिफ छ, थाई स्टिफ छ भने बुझ्नु पर्यो। त्यसलाई खोल्नुपर्छ हामीले बिस्तारै। ब्याक पेनका रोगीहरूलाई पनि यसले अलिकति सहयोग गर्छ, तर बिस्तारै गर्नु होला, धेरै झट्कन। ठिक छ, अब क्रस गरौँ। दाहिनेले देब्रेतिर छौँ, देब्रेले दाहिनेतिर क्रस गरौँ। खुट्टा तल फ्ल्याट राखेका छौँ हामीले। हेर्नुहोस् त, पाइतला पुरै फ्ल्याट छ। ब्याकलाई रिल्याक्स गर्दैछौँ। बिस्तारै हामी आसनहरू एन्ड गर्न जाँदैछौँ। समय त भइसकेको छ। गुड। अब दुवै खुट्टाले सँगसँगै गरिदिउँ। पाइतला जोडेर राख्नु, दुवै खुट्टा सँगसँगै। 1 2 3 4 5 6 7 8 9 10। तल राखिदिनुहोस्। एकछिन रेस्ट गर्नुहोस्। फेरि अब पेटको बलले गर्ने आसनहरूमा सबै गरेपछि धनुरासन नगरेर त हुँदैन। तर एकदमै केयरफुल हुनुहोस्। ब्याक दुख्नेहरूले नगर्नु होला। अरूले धनुरासन गर्दा हुन्छ। बिस्तारै हात खोल्नुहोस्। दाहिने हातले दाहिने खुट्टालाई होल्ड गर्नुहोस्, देब्रेले देब्रेलाई होल्ड गर्नुहोस्। अहिले तल एङ्कलतिर तलतिर जानुहोस्, माथि होइन। एङ्कललाई श्वास भर्दै उठ्नुहोस् माथि। नेक पनि तन्क्याउनुहोस्। आफ्नो क्षमता अनुसार होल्ड गर्नुहोस्। एकछिन स्लोली रिलिज गर्नुहोस्। हातले अझै फर्म समात्नु सकिन्छ भने अझै तल लानुहोस् त। हातलाई सिनबनतिर लानुहोस्, तल सिनबनतिर लानुहोस्, पछि माथि आउँला बरु। ल, श्वास भर्दै तल माथि गर्न सक्नुहुन्छ तपाईँले। अगाडि पछाडि श्वास छोड्दै भर्दै दायाँ बायाँ गर्न सक्नुहुन्छ। गुड। अब बिस्तारै तल आउनुहोस् त। माथि समात्नुहोस्। अब माथि समात्नुहोस् पाइतालाको अपोजिट भागमा। अनि फेरि जाउँ मजाले। पेट पुरै तन्किरहेछ। स्लोली रिलिज। तल सिधै रेस्ट गर्नुहोस्। रेस्ट गरिदिनुहोस्। दाहिने खुट्टा दाहिने हातलाई फोल्ड गरिदिनुहोस्। देब्रे खुट्टा देब्रे हातलाई तन्काइदिनुहोस्। रेस्ट। अर्कोतिर जानुहोस्। साइड चेन्ज गरौँ। देब्रे हात दाहिने हात दाहिने खुट्टा तन्क्यो। देब्रे खुट्टा देब्रे हातलाई फोल्ड गऱ्यौँ हामीले। यो रेस्ट गर्ने आसन हो। यसरी अगाडिबाट हेर्दा बालकहरू शिशुहरू सुत्ने पोस्चर, स्लिपिङ बेबी पोस्चर। ढाड कमर दुख्नेहरूले व्यायाम गर्दाखेरि ठ्याक्कै तल चकटी अथवा बोल्स्टर राखेर यसरी सुत्दाखेरि पनि कमरलाई राहत मिल्छ। धेरै बेर नगर्ने, केही बेर आराम गर्न सकिन्छ। ल, अब सबैजना माथि आउनुहोस् त। सबैजना यसरी हात तल राख्नुहोस्, घुँडा जोडेर राख्नुहोस्। बिस्तारै घुँडा टेक्दै माथि उठ्नुहोस् त।
घुँडा देख्दै माथि उठ्नुहोस्, बिस्तारै पछाडि तन्किदिनुहोस्, स्लोली पछाडि तन्किदिनुहोस्, तल गइदिनुहोस्, तन्किदिनुहोस्, माथि आउनुहोस् अन योर फोर्स, अलिकति हिपमा हल्का आर्च दिनुहोस्, हल्का आर्च, फेरि श्वास छोड्दै पछाडि तन्किदिनुहोस्, हिपलाई लगेर हिपमा राखिदिनुहोस्, बिस्तारै आरामले काउन्टर पोज गर्दैछौँ हामी, फेरि श्वास भर्दै उठ्नुहोस्, हल्का आर्च दिनुहोस्, ब्याकमा अगाडि हेर्नुहोस्, श्वास छोड्दै पछाडि जानुहोस्, फेरि छोड्दै पछाडि, ल अब आएर सबैजना बसिदिनुहोस्, सजिलो हुने आसनमा बसिदिनुहोस्। तर आइडियली हामीले लामो सिक्वेन्स गराउँदाखेरि चाहिँ डायबिटिजको सिक्वेन्समा हामीले धनुरासनमा आएर बालासनमा एन्ड गऱ्यौँ। धनुरासनपछि हामीले एकैछिन डाउनवर्ड फेसिङ डग गरेर सूर्य नमस्कार गरेर अनि त्यसपछि प्राणायाममा गएको जान सक्छौँ हामी है। तर आज हामी सिधै प्राणायाममा जाँदैछौँ। ल सजिलो आसनमा विस्तृत गरिसकेर आफूलाई हातलाई सिधा राख्नुहोस्, भस्त्रिका प्राणायाम गर्नु एकैछिन बिस्तारै गहिरो श्वास भर्नुहोस्, गहिरो श्वास छोड्नुहोस्,